यहाँहरूलाई टप 5 न्यूजमा हार्दिक स्वागत छ। 1. सर्वोच्चद्वारा गगन थापासँग लिखित जवाफ माग, भन्सार विधेयक 2081 बहुमतले पारित। राष्ट्रपतिबाट शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत हुने। शेयर बजारमा गिरावट, पाकिस्तानले नियन्त्रणमा लियो भारतीय ड्रोन। अब विस्तारमा। सर्वोच्चद्वारा गगन थापासँग लिखित जवाफ माग। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापासँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासले महामन्त्री थापासँग यस्तो जवाफ माग गरेको हो। थापाले गत बिहिबार 52वटा संवैधानिक नियुक्ति सम्बन्धी मुद्दा किनारा नलगाएर सर्वोच्चले डिल गरेको अभिव्यक्ति दिएका थिए। 2. भन्सार विधेयक 2081 बहुमतले पारित। प्रतिनिधि सभाबाट भन्सार विधेयक 2081 बहुमतले पारित भएको छ। सभाको मङ्गलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। मङ्गलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार विधेयक 2081 लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई संसदका बहुमत सांसदहरूले सहमति जनाएका हुन्। राष्ट्रपतिबाट शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत हुने राष्ट्रपति रामचन्द्र पौडेलले 19 गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। शेयर बजारमा गिरावट। मङ्गलबार शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 15.8 अङ्कले घट्दै 2641.98 बिन्दुमा झरेको हो। यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार 8 अर्ब 19 करोड रुपियाँ बराबरको शेयर किनबेच भएकोमा मङ्गलबार 7 अर्ब 57 करोड रुपियाँमा सीमित भएको हो। मङ्गलबार 311 कम्पनीका 1 करोड 84 लाख भन्दा बढी किता शेयर किनबेच भएका थिए। पाकिस्तानले खसाल्यो भारतीय ड्रोन। पहाल लगाम आक्रमणपछि चर्किएको तनावबीच यो घटना घटेको हो। गत 22 अप्रिलमा भएको आक्रमणमा परि 26 जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटक थिए। यसलाई सन् 2000 यताकै कश्मीर क्षेत्रमा भएको सबैभन्दा घातक हमला मानिएको